हेलो नमस्कार, म अर्जुन चौधरी। आज हामी आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ता एआई को बारेमा सिक्दछौँ। यदि तपाईलाई यो भिडियोले कुनै किसिमको ज्ञानको कुराहरू, नलेजको कुराहरू दिनलाई सहयोग पुर्याएको छ भने कृपया मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। किनभने तपाईले सब्स्क्राइब गरिदिनुभयो भने मलाई चाहिँ अझै बढी भिडियो बनाउने, अझै नलेजको कुराहरू भिडियो बनाउने चाहिँ उत्साह अथवा उमङ्ग आउँछ, प्रोत्साहन मिल्छ। त्यही भएर चाहिँ तपाईले चाहिँ प्लिज मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। आउनुहोस्, एआई भनेको के हो जस्तो लाग्छ तपाईले? आज जताततै एआई भनिन्छ। एआई जानेन भने कुनै पनि काममा चाहिँ पछि परिन्छ। अर्थात् अब आउने वर्षमा चाहिँ एआई को नलेज भएन भने चाहिँ जब पाउन धेरै नै गाह्रो छ भनेर धेरै चर्चा परिचर्चा भइरहेको हामीले सुनेको छौँ। त्यही भएर चाहिँ मलाई चाहिँ एआई भनेको के रे हो भनेर धेरै जनालाई चाहिँ इन्फर्मेसन दिन मन लाग्यो। किनभने बेलैमा कतिपयहरूले चाहिँ नलेज सिकेर चाहिँ आफ्नो काममा चाहिँ ठुलो सहयोग पुर्याउन सक्नुहुन्छ है त। आउनुहोस्, एआई भनेको यस्तो प्रविधि हो जसले मानव जस्तै सोच्ने, बुझ्ने, सिक्ने, निर्णय गर्ने क्षमता कम्प्युटर वा मेसिनलाई दिन्छ है। अनि उदाहरणमा चाहिँ सिरी, एलेक्सा अनि गुगल एसिस्टेन्ट अनि युट्युबमा चाहिँ युट्युब अथवा टिकटकले चाहिँ तपाईलाई रुचाउने भिडियो सजेस्ट गर्छ। जस्तै तपाईले एउटा टपिक्समा भिडियो सर्च गर्नुभयो भने त्यससँग सम्बन्धित भिडियोहरू चाहिँ टन्नै तपाईलाई रेकमेन्ड गरिरहेको हुन्छ। अनि अर्को चाहिँ रहेको छ सेल्फ ड्राइभिङ है। अहिले सेल्फ ड्राइभिङको कारहरू बजारमा निस्केको देखिरहेको छौँ हामीले। अनि एआईले हाम्रो जीवनलाई चाहिँ एकदम छिटो र स्मार्ट बनाइरहेको छ है। हामीले थाहै नपाइकन एआईले चाहिँ हामीलाई एकदम ठुलो प्रभाव पारिरहेको छ है। अनि अब चाहिँ हामी स्टोरी एन्ड इभोल्युसन अफ एआई को सुरुवात चाहिँ 1950 को दशकमा एलन ट्युरिङबाट भयो है। 1956 मा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स शब्द पहिलो पटक प्रयोग भयो। सुरुवातमा एआई केवल गणित र चेस खेल्ने मेसिनमा सीमित थियो है। तर अहिले आएर चाहिँ च्याट जीपीटी, DALL-E, सेल्फ ड्राइभिङ कार, हेल्थ केयर मा चाहिँ रोबोट्ससम्म आइपुग्यो। पछिल्लो 10 वर्षमा चाहिँ एआईले ठुलो क्रान्ति नै ल्याएको छ। अब टाइप्स अफ एआई मुख्यतः 3 प्रकारका हुन्छन् है। नम्बर 1 मा छ एएनआई अर्थात् आर्टिफिसियल न्यारो इन्टेलिजेन्स। यसले चाहिँ स्पेसिफिक कामको लागि सहयोग गर्दछ। अनि अर्को इक्जाम्पल रहेको छ गुगल ट्रान्सलेट अथवा फेस अनलकमा। तपाईले गुगलमा धेरै कुरा ट्रान्सलेट गर्नुहुन्छ, मोबाइलमा चाहिँ फेस अनलक गर्नुहुन्छ, त्यो पनि एआई अन्तर्गत पर्दछ है। नम्बर 2 मा रहेको छ एजीआई अर्थात् आर्टिफिसियल जनरल इन्टेलिजेन्स। यो चाहिँ मानव जस्तै सोच्ने, समस्या समाधान गर्ने क्षमता भएको एआई हो है। अहिले अनुसन्धानको रूपमा चाहिँ यसको प्रयोग भएको पाइन्छ। नम्बर 3 मा रहेको छ एएसआई आर्टिफिसियल सुपर इन्टेलिजेन्स। यो चाहिँ भविष्यमा मान्छेभन्दा धेरै स्मार्ट एआई हो। यो अलिकति खतरनाक पनि हुन सक्छ है। त्यसैले अहिले हामी जति पनि चर्चा परिचर्चा गर्यौँ त्यो सबै चाहिँ हामीले न्यारो एआई अन्तर्गत एआई को पहिलो टपिक्समा चाहिँ न्यारो एआई अन्तर्गत चर्चा गर्यौँ है त। अनि नेक्स्ट टपिक रहेको छ एप्लिकेसन अफ एआई इन डेली लाइफ। एआई कहाँ कहाँ प्रयोग भइरहेको छ त तपाईलाई कस्तो लाग्छ? धेरै पहिले थाहा नहुन सक्छ, तर हामीले थाहै नपाइ किन पनि धेरै ठाउँमा एआई को प्रयोग भइरहेको हामी पाउँदछौँ है त। जस्तै स्मार्टफोनमा चाहिँ भोइस एसिस्टेन्ट है, फेस अनलक अनि युट्युब, नेटफ्लिक्समा चाहिँ रेकमेन्डेसन भिडियोहरू रेकमेन्डेसन सिस्टममा प्रयोग भइरहेको छ। अनि ब्याङ्कहरूमा चाहिँ फ्रड डिटेक्सन अर्थात् लोन एप्रुभल गर्नको लागि पनि प्रयोग भइरहेको छ है। अनि गाडीहरूमा चाहिँ सेल्फ ड्राइभिङ भइहाल्यो। अहिले ड्राइभरको आवश्यक पर्दैन। सेल्फ ड्राइभिङले
को कारको विकास भइसकेको छ एआईको प्रयोगले है। अनि हस्पिटलहरूमा चाहिँ रोगको पहिचान च्याटबोटमा गर्न, रोगको पहिचान गर्न अथवा च्याटबोटमा तपाईँले कुनै कुराको जानकारी सोधपुछ गर्न मन लागेको छ भने हस्पिटलको साइडमा राखेको हुन्छ च्याटबोट, उहाँसँग तपाईँले केही कुरा लेखेर अथवा भोइसको मार्फत चाहिँ तपाईँले सोधपुछ गर्न सक्नुहुन्छ। अनि अनलाइन सपिङमा चाहिँ तपाईँलाई अहिले अनलाइन सपिङ चाहिँ एकदम फस्टाएको छ। अनलाइन सपिङमा चाहिँ अमेजन अथवा दराजमा चाहिँ तपाईँले कुनै आइटम सर्च गर्नुभयो भने तपाईँ त्योसँग रिलेटेड थुप्रै आइटमहरू तपाईँले सजेस्ट गरिरहेको हुन्छ। यो पनि एआईले गर्दा नै भएको हो है त। एआईले हाम्रो दैनिक जीवनमा चाहिँ नदेखिने तर शक्तिशाली सहयोग गरिरहेको छ है। अनि नेक्स्ट टपिक रहेको छ एआई टुल्स एन्ड इक्जाम्पल्स है त। यस अन्तर्गत चाहिँ च्याट जिपिटी, यसले चाहिँ लेख्ने, ट्रान्सलेट गर्ने अनि होमवर्कमा चाहिँ हेल्प गर्छ। अनि DALL-E मिड जर्नी, यसले चाहिँ फोटोको चित्र बनाउन चाहिँ सहयोग गर्छ है। अनि ग्रामिनेन्ली भनेको चाहिँ इङ्ग्लिस सुधार्नको लागि, जसको इङ्ग्लिस राम्रो छैन उहाँले यसको प्रयोगले चाहिँ इङ्ग्लिस सुधार्न सक्नुहुन्छ। अनि कपी एआई जेस्पर, यो चाहिँ ब्लगिङ कन्टेन्ट क्रिएसन गर्नहरूको लागि चाहिँ यसले मद्दत गर्छ। अर्को रहेको छ सिन्थेसिया हाइजेन, यसले चाहिँ एआई भिडियो क्रिएटर गर्नलाई चाहिँ मद्दत गर्छ है त। यी सबैले आधारभूत प्रयोग गरेर सुरु गर्न सकिन्छ है त। यी सबैले आधारभूत प्रयोग गरेर चाहिँ तपाईँले चाहिँ आफ्नो एआईको प्रयोग चाहिँ सुरुवात गर्न सक्नुहुन्छ। अनि नेक्स्ट टपिक रहेको छ चाहिँ फ्युचर स्कोप अफ एआई एन्ड करियर अपर्च्युनिटिज है त। एआईको भविष्यमा अवसरहरू कस्तो छ, तपाईँले एआईको कोर्स गरेर चाहिँ भविष्यमा के फाइदाहरू अथवा के अपर्च्युनिटीहरू पाउन सक्नुहुन्छ भनेर हामी छलफल गर्नेछौँ। यदि एआईको नलेज तपाईँले भयो भने तपाईँले जब सेक्टरमा चाहिँ राम्रो अपर्च्युनिटी पाउन सक्नुहुन्छ। डाटा साइन्टिस्ट अथवा एआई इन्जिनियर प्रमोटको रूपमा, इन्जिनियर रोबोटिक्स एक्सपर्टको रूपमा चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ। अर्को रहेको छ बिजनेसमा, बिजनेस अन्तर्गत चाहिँ ई कमर्स, डिजिटल मार्केटिङ अनि कस्टमर सर्भिस अटोमेसनको रूपमा चाहिँ तपाईँले अपर्च्युनिटी पाउन सक्नुहुन्छ। अनि अर्को रहेको छ हेल्थ केयरमा चाहिँ रोगको निदान गर्न, थाहा नभएको रोगहरू चाहिँ पहिचान गर्न चाहिँ एउटा चाहिँ भर्चुअल डाक्टरको रूपमा चाहिँ काम गरिरहेको छ भने एजुकेसन सेक्टरमा चाहिँ पर्सनलाइज लर्निङ विथ एआई ट्युटर, पर्सनल लर्निङको रूपमा चाहिँ यसले चाहिँ काम गरेको देखिन्छ। अनि फाइनेन्समा चाहिँ स्मार्ट इन्भेस्टमेन्ट अनि फ्रड डिटेक्सनमा चाहिँ काम गरिरहेको छ यसले है त। नेपाल वा विश्वभरमा चाहिँ एआईमा करियर बनाउने एकदम ठुलो अवसर रहेको छ अहिले है। तपाईँले चाहिँ एआईको आधारभूत जानकारी सिक्यो अथवा एआई भनेको केवल भविष्य मात्र होइन, अहिले नै हाम्रो जीवनको हिस्सा बनिसकेको छ है। एआई सिक्न थाल्यो भने तपाईँले आफ्नो स्टडी, जब, बिजनेस, करियरमा चाहिँ ठुलो फाइदा लिन सक्नुहुन्छ है। अब तपाईँको पालो है, एआई सिक्नु सुरु गर्नुहोस् र आफ्नो भविष्यलाई सुनिश्चित गर्नुहोस् है त। धन्यवाद।